हाई नमस्ते सबैजनामा। अहिले त अब यसको एकदमै सिजन छ नि त। हुन त अब अहिले 12 महिना पाइन्छ, चितवनमा खेती हुन्छ। यो हाम्रै नेपालमा उत्पादन हुन्छ नि त हैन, भन्नाले बाहिरबाट खासै आयातित गर्नु पर्दैन यस्तो हरियो मकैलाई। सधैँ कति पोलेर खाने, उसिनेर खाने। आज चाहिँ यसको अलि विशेष परिकार बनाउँछु म। के गर्दिरहेछु त्यो हजुरहरु देखाउँछु। हजुरहरु मसँग सँगसँगै आउनुस् है त। लेट्स स्टार्ट। त्यो चाहिँ एकदम ताजा छ हैन, बोक्रा फाल्ने भने चाहिँ जिन्निएको भनिन्छ के, कडा हुन्छ। अब त्यसपछि यस्तो बोक्रासँगै राख्यो भने नरम मिठो मकैको जुन त्यो स्वाद हुन्छ नि नेचुरल, त्यो चाहिँ बाँकी रहिराख्छ। हामीले त नङ्ग्याउनी भनिन्छ के, र हजुरहरुले के भन्नुहुन्छ कि भुत्ला फाल्ने भनिन्छ के यो हैन। भन्नाले व्हाइट ब्लड सेलको लागि अति नै राम्रो मानिन्छ। अझ यो जुगा, मकैको जुगा भनिन्छ नि त, यो पकाएर खाँदाखेरि पनि एकदम सीबीसी चाहिँ एकदम नै छिटो इन्क्रिज हुन्छ। बिरामीमा अब विज्ञानले पनि प्रमाणित गरेको छ है त। अब हरियो मकैलाई त पोलेर नि खान सकियो हैन, भुटेर नि खान सकियो, त्यसपछि उसिनेर बोइल गरेर पनि खान सकियो। अनि जस्तै यो पानी बोइल गरिन्छ नि, यसको पानी पनि नफालिकन खानलाई एकदम नै राम्रो। अब गर्मी फाल्ने भनिन्छ हैन, त्यो गर्मी फाल्ने भनेको हाम्रो शरीरलाई आवश्यक छ भनेको के त्यो कुराहरु। आज चाहिँ मैले यसलाई छुट्टै परिकार बनाउँदै छु। गर्मी एकदम नै बढेको छ नि त, त्यही भएर असिन र पसिन भएर खाजा बनाउन खोजेछु। पलहरुलाई पछाडी नै छोडिसकेका नि हुन सक्छौं। जे छ नि हामी वर्तमानमा नै आनन्द मानेर जिउनु पर्छ। खुसी हुने बाहनामा भोलि खुसी भेटिन्छ कि पर्सि भन्दै भन्दै खुसीको पछि लाग्दा चाहिँ हाम्रो खुसी चाहिँ पहिले नै छुटिसकेको पनि हुन सक्छ। जस्तै रावणले पनि त सुनको भर्याङ बनाउँछु र अनि स्वर्ग जान्छु भनेको थियो नि त। खुसी त सबै खुसी लिन सक्थ्यो नि, तर उस आफ्नो के ध्यानमा अल्मलिराखेको थियो नि त। अब मैले मकै छोडाएर सके, यसलाई चाहिँ पिसेर पिठो बनाउने नि त। आज मैले यो चामलको पिठो सोप मिसाएर मिठो रोटी पकाउने हो। अब मिक्सरमा पिसौँ है त। कस्तो राम्रोसँग पिसिसक्यो है त्यो। मकैको खिर पनि खान सकिन्छ, रोटी पनि खान सकिन्छ। हरियो मकै पिस्दाखेरि चाहिँ पानी राख्नु पर्दैन नि त, यो पानी यसमै अलरेडी भइराखेको हुन्छ। पहिला पनि त यस्तो चलन थियो नि त, यसरी खाइन्थ्यो। अब यस्तो टेक्नोलोजीहरुको विकास भएको थिएन नि त। अनि त्यसपछि सिलौटामा लस 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 पिसेर बनाएर खानुहुन्थ्यो। अनि दाँत पहिला मान्छेको दाँत अलि छिटो झर्थ्यो कि किन हो खै, अब अलि स्याहार सुसार नगरेर हो कि। अनि मकै त खान मन लाग्छ हरियो हैन, तागतिलो पनि त हुन्छ नि हरियो कलिलो मकै। एकदम स्वादपूर्ण त छँदैछ, तागत पनि दिने भनेर भन्नुहुन्थ्यो के बुवा आमाहरूले। दाँत नहुने मान्छेलाई यस्तै सिलौटामा पिसेर पिठो बनाएर अनि सेल पनि बनाउने, रोटी पनि बनाउने गरेर खानुहुन्थ्यो। अहिले त हामीलाई सजिलो छ नि त, मिक्सरमा पिस्न पाइन्छ, एकदम छिटो छरितो छ नि त है। काँचो मकैको रोटी मात्रै त अलि फुट्ने हुन सक्छ नि त। अनि त्यसपछि क्रिस्पी मिठो भन्दा खानुपर्छ नि, यत्रो मेहनत गरिसकेपछि। त्यसो बेसन कर्नफ्लोर राखे पनि हुन्छ। मैले चाहिँ चामलको पिठो राख्छु, यसले अझै बढी जुरुम 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 बनाइदिन्छ के। यो चामल पनि 2-3 घण्टा भिजाइसक्यो, मिक्सरमै पिसौँ है त। अनि यस्तो के तान्द्रा देखिन्छ नि, यो फेरि मकैको जुगा हो है। चामलको पिठोलाई नि यही मकैको पिठोमा सँगै मिसाइदिउँ है। सोप पनि मैले केही शारीरिक तन्दुरुस्तीको लागि यो राम्रो। अब यसलाई पनि मिक्सरमा पिस्नुपर्छ। अदुवा र लसुन पनि सँगै पिस्ने, लसुन अदुवा सौंफको पेस्ट सँगै राख्दिउँ। काटेर राखेको हरियो धनिया, हरियो खुर्सानी, केटाकेटीलाई राम्रो खुसी बनाउनु पर्यो नि त, काटेर राखेको रातो क्याप्सिकम, स्वाद अनुसारको नुन, गुलियो पनि खान सकिन्छ, स्वाद आफ्नो आफ्नो। अब यो सबैलाई चाहिँ मोल्दिने। नै राम्रो कलर आफै मकैको पहेँलो कलर कति राम्रो देखियो। अब भनेरै साध्य छैन। बास्ना पनि त्यस्तै हरहरते आयो। पकौडा पनि बनाएर खान सकिन्छ, रोटी पनि बनाएर खान सकियो, जे पनि बनाउन सकिन्छ है त यसबाट। अब रोटी पकाउन सुरु गरौँ है त। अब रोटी चाहिँ बटरमा, घिउमा, तेलमा, जेमा पकाए पनि हुन्छ। मैले चाहिँ बटरमा बनाउँछु है त।
सबैलाई फर्काउनु पर्छ है त। ल यो चामलको पिठोले गर्दाखेरि निकै क्रिस्पी झुरुम झुरुम बनेको छ। रोटी पनि कति राम्रो बन्यो। यो सोफहरू चाहिँ यसरी बस्दिएर कस्तो राम्रो बुट्टा भरिदिएको छ। बास्ना धेरै इन्हान्स गरिदिएको छ। मङ 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 बास्ना आइरहेछ। फाइनल्ली हरियो मकै र चामलको पिठो मिसाएर बनाएको यस्तो राम्रो रोटी तयारी भयो। अब टेस्ट गर्नुपर्छ है त। लस्सीसँग खानुपर्छ नि त। अब टेस्ट गरौँ है त। सससँग अचार र जे भन्नुहुन्छ म चाहिँ सससँग खान्छु। सस ठिक पारेको छु। यति मिठो छ। लस्सी पनि पियौँ है, गर्मी भयो। रोटी त अब एक बाइट त खानै पर्छ, छोड्न सकिने छैन। त्यो सोपले यस्तो मिठो बास्ना दिएको छ। अरे वाह, डेलिसियस। हजुरहरूले पनि अल्छी नगरिकन अब अहिले त यत्र तत्र सर्वत्र पाइन्छ नि त मकै, ल्याएर प्लिज एकचोटि टेस्ट गर्नु कति मिठो हुँदो रहेछ। अनि भन्नु होला स्वस्थ रहनुहोस्, मस्त बन्नुहोस्, व्यस्त हुनुहोस्। बाई बाई, सी यू सुन।